अहिले चाहिँ हामी यो मध्य नेपाल नगरपालिका भोर्लेटार र यो यतापट्टिको लक्ष्मी बजार जोड्ने नयाँ बनेको पुलमा छौँ। यस्तो राम्रो रहेछ, यहाँ पहिलोचोटि आएको। यहाँबाट हिमाल पनि यस्तो राम्रो देख्छ। मिदिम खोला गइरहेछ। यहाँ बच्चाहरू ट्याक नडराइ हिँडिरहेछ यार। यता अहिले चाहिँ यो मिदिम खोलामाथि बनेको पुलमा हामी हिँडिरहेका छौँ। यहाँबाट हामीले हिमालको दृश्यहरू पनि हेर्न सकिन्छ भनेर यतापट्टि अब सनसेट पनि भइसकेको छ। अब यहाँनिर नयाँ बनेको पुल एकदमै लामो पनि रहेछ। बच्चा यहाँनिर नडराइकन हिँडिरहेको छ यसरी। हेलो बेबी, हेलो हाई, दौडिरहेछ यार। कोही बेला त पुलमा हिँड्नलाई डर पनि लाग्छ, यो बच्चालाई त डर पनि लागेको छैन। यस्तै छ आजको घुमाइ, यस्तै भयो अब।